मान्य जनप्रतिनिधिहरू, यो भव्य र आकर्षक समारोहमा उपस्थित सम्पूर्ण जनसमुदाय, पत्रकार, सुरक्षाकर्मी र अन्य मित्रहरू, सबभन्दा पहिला त म हाम्रो पार्टीको तर्फबाट, मेरो तर्फबाट यो दोस्रो झण्डा महोत्सवको पूर्ण सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र तपाईहरुको यो भव्य समारोहमा मलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गरेकोमा आयोजकहरूलाई र बडो उत्साहको साथ उपस्थित हुने सम्पूर्ण जनसमुदायलाई मेरो तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, क्रान्तिकारी अभिवादन प्रकट गर्न चाहन्छु। मेरो लागि सिराहा जिल्ला चिर परिचित जिल्ला हो। यहाँ अघि नै साथीहरूले राखि नै सक्नुभयो। म दोस्रो संविधान सभाको निर्वाचन सिराहा जिल्लाबाट तपाईहरुकै मतद्वारा निर्वाचित भएर संविधान बनाउने अवसर मलाई जुट्यो। दोस्रो पटक प्रधानमन्त्री पनि मैले सिराहा जिल्लाको तपाईहरुकै माया, तपाईहरुकै ममता, तपाईहरुकै विश्वास र भरोसाको कारण म प्रधानमन्त्री बन्न पुगे दोस्रो पटक। र मैले प्रधानमन्त्री हुँदा देशलाई निर्वाचनतिर लाने प्रक्रियाको मात्रै नेतृत्व गर्ने अवसर प्राप्त गरेको होइन, मैले त्यो दोस्रो पटक प्रधानमन्त्रीको हैसियतले तपाईहरुको भावनालाई सम्मान गर्दै, तपाईहरुको भरोसालाई सम्मान र आदर गर्दै मैले संविधान संशोधनको निम्ति दुई पटक संशोधन प्रस्ताव संसदमा दर्ता गरेको कुरा मलाई लाग्छ तपाईहरु सबैलाई थाहा छ। अहिले भर्खरै मान्य सरिता गिरीजीले जे भन्न खोज्नु भयो, मैले आफ्नो तर्फबाट सिराहा जिल्लाको जनप्रतिनिधिको हैसियतले मैले त्यो प्रयास अगाडि बढाएँ र आउने दिनमा हाम्रो पार्टी जो अहिले देशको सबैभन्दा ठूलो पार्टीको रूपमा सरकारको नेतृत्व गरिरहेको छ, हामीले पार्टीमा छलफल गरि पनि राखेका छौं र आवश्यकताको आधारमा संविधानलाई परिमार्जन गर्ने, संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुरामा हाम्रो पार्टी सकारात्मक रहेको जानकारी पनि म तपाईहरुलाई दिलाउन चाहन्छु। मलाई सिराहा आउने भनेपछि या तराई मधेसमा आउने भनेपछि या 2 नम्बर प्रदेशमा आउने भनेपछि मलाई कुनै नयाँ ठाउँमा गएको जस्तो लाग्दैन। म यहाँ पनि मेरो माइती घर नै हो, म माइती घरमै तपाईहरुको बीचमा आएको मलाई महसुस हुने गर्दछ। र मैले धेरै पहिलेदेखि मेरो अन्तरात्माको आवाजलाई भन्दै आएको छु तपाईहरुसँग। मैले जति बेला राजतन्त्रका विरुद्ध, सामन्तवादका विरुद्ध विद्रोहको झण्डा उठाए, त्यो विद्रोहको झण्डा उठाउने बेलामा मेरो सम्पूर्ण तयारी तराई मधेसबाटै भएको थियो। यही सिराहा, त्यही धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट यिनै जिल्लामा मैले तयारी गरेको थिएँ र यीको जनताको माया, यीको जनताको विश्वासको कारणले मेरो नेतृत्वको विद्रोहमा झन्डै 1300 तराई मधेसका जनताको बलिदान भएको छ, जुन नेपालको इतिहासमा अरु कुनै पार्टी, अरु कुनै आन्दोलनमा यति ठूलो बलिदान, यति ठूलो त्याग र तपस्या भएकै छैन। यस अर्थमा मैले के ठान्छु भने तपाईहरुको म ऋणी छु, तपाईहरुको म ऋणी छु र मैले यो देशको राष्ट्रिय एकतालाई प्रवर्धन गर्न, सुदृढ गर्न, तराई मधेस र पहाडको एकतालाई अझ मजबुत गर्ने निकै ठूलो ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा रहेको मैले महसुस गरेको छु। म नेपालको राजनीतिको त्यस्तो एउटा पात्र बन्न पुगे जसले तराई मधेसका सबै उत्पीडित जनसमुदायहरू, पहाडका पनि आदिवासी जनजातिदेखि दलित, महिला अनि मुस्लिम लगायत सबै खाले जनताको भरोसा र विश्वास जितेर मात्रै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुन सक्यो। र मैले के ठान्छु भने मेरो काँधमा निकै ठूलो जिम्मेवारी छ। तराई मधेस, पहाड, हिमाल सबैलाई जोडेर
अधिकारको लडाई र अनि विकासका समृद्धिको लडाईलाई नयाँ उचाइमा उठाउने निकै ठुलो जिम्मेवारी छ। म आफूले जहिले पनि तराई मधेस आउँदा होस् या पहाड हिमाल पूर्व पश्चिम जहाँ जाँदा पनि त्यहाँका जनताका भावनाहरू, त्यहाँको इतिहास, त्यहाँको संस्कृति, त्यहाँको विकासको आवश्यकता यो सबैप्रति केन्द्रित भएर मैले भूमिका खेल्ने र त्यसलाई ब्रिज गर्ने, त्यसका पुलको काम गर्ने ऐतिहासिक जिम्मेवारी काँधमा भएको म ठान्दछु। त्यसकारण यहाँ आउँदा, सिरामा आउँदा त झन् म यहीँको जनप्रतिनिधिको हैसियतले संविधान निर्माणमा भूमिका खेलेको, यहीँको जनप्रतिनिधिको हैसियतले एउटा ऐतिहासिक र लोकतान्त्रिक निर्वाचनको प्रक्रियाको उद्घाटन मैले गर्ने अवसर प्राप्त गरेँ। दोस्रो पटक प्रधानमन्त्रीको हैसियतले सिंगै देशलाई निर्वाचनतिर लैजाने र तराई मधेसलाई पनि संविधानलाई परिमार्जन गर्दै लोकतान्त्रिक प्रक्रिया मार्फत राष्ट्रिय एकताको एउटा ऐतिहासिक धारामा आबद्ध गर्ने जिम्मेवारी पूरा गर्ने अवसर मलाई प्राप्त भयो। मलाई गर्व छ, स्थानीय तहको निर्वाचन होस् या केन्द्रीय निर्वाचन, प्रादेशिक निर्वाचन, यो सबैमा तराई मधेसमा नै सबभन्दा बढी जनता सक्रिय सहभागी भए। पहाडमा 72% मतदान गराउन बडो मुस्किल पर्यो, तर तराई मधेसमा झन्डै 78% मतदान भयो र त्यो निकै शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाले सम्पन्न भयो। मैले यसमा गर्व गर्दछु। त्यसको उद्घाटन गर्ने अवसर प्रधानमन्त्रीको हैसियतमा मलाई प्राप्त भयो। मैले स्थानीय तहको पहिलो चरणको निर्वाचनको नेतृत्व गर्ने अवसर प्राप्त भयो र तराई मधेसमा एउटा नयाँ वातावरण बनाउने अवसर प्राप्त भयो। हामीले यो संविधानको घोषणा गर्दै गर्दा एउटा कुरा बडो सचेत रूपले हामीले राखेका छौँ। विगतका संविधानमा राजनैतिक मुद्दाहरू, जनताको अधिकारका मुद्दाहरूलाई बेला बेलामा त्यसलाई अपरिवर्तनीय भनिदिने र त्यहाँ बन्द्याकरण गर्ने प्रावधानहरू हुने गर्दथे। तर यो पटकको संविधानमा हामीले देशको सार्वभौमसत्ता, राष्ट्रको स्वाधीनता र भौगोलिक अखण्डता बाहेक अन्य सबै विषय जनआकांक्षा अनुसार परिवर्तनीय र परिमार्जन गर्न सकिने, संशोधन गर्न सकिने विषयको रूपमा हामीले राखेका छौँ। र आदरणीय जनसमुदाय र यो समयको साथमा तराई मधेस होस् या पहाड होस् या हिमाल, जनआकांक्षा अनुसार संविधानलाई परिमार्जन गर्दै जाने प्रावधान स्वयं यो लोकतान्त्रिक संविधानमा राखिएको हुनाले र मैले तपाईहरुको पनि जनप्रतिनिधिको हैसियतले, आन्दोलनमा तपाईहरुको पनि नेतृत्वको हैसियतले मैले आफ्नो जिम्मेवारी बुझेको छु र म त्यो जिम्मेवारी पूरा गर्न निरन्तर तपाईहरुको साथमा रहने विश्वास म दिलाउन चाहन्छु। समयको अभावले मैले धेरै भन्न अहिले सम्भव छैन। यहाँको बारेमा मैले विकास निर्माणका कुरा, किनकि आज यो सखुवा नन्कारपट्टी झण्डा महोत्सवको उपलक्ष्यमा मैले जनताको जो अपार यहाँ केन्द्रीकरण देखे, तपाईहरु जसरी यो समारोहमा बडो उत्साहको साथ र विश्वासको साथ उपस्थित हुनु भएको छ, यहाँ तपाईहरुको अगाडि मैले यस क्षेत्रका खास गरी यो सखुवा नन्कारपट्टी गाउँपालिका, यहाँको विद्यालय शिक्षासँग सम्बन्धित, पूर्वाधार निर्माणसँग सम्बन्धित मैले आफ्नो ठाउँबाट गर्ने पहलको बारेमा केही कुरा तपाईहरुको अगाडि राख्न चाहन्छु। पहिलो कुरा, सडक पूर्वाधार विकासको दृष्टिकोणले सबैतिर एउटा पूर्वाधार असाध्यै महत्त्वपूर्ण विषय हुन्छ। त्यसमा पनि सडक पूर्वाधार, सडक राम्रो भयो भने त्यसले जनताको आर्थिक जीवनमा तुरुन्तै सकारात्मक प्रभाव पर्दछ। यहाँ खास गरी सडक पूर्वाधारका सन्दर्भमा इटहरुवा, कल्याणपुर, महेशबारी, मौभाई जोड्ने पक्की सडक निर्माण गर्नुपर्ने भन्ने यहाँको जनताको माग मैले बुझेको छु र मेरो तर्फबाट तपाईहरुको यो माग पूरा गर्नको लागि पहल गर्ने विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु। त्यसैगरी खानेपानी समस्या समाधानको निम्ति हाते कल र ओभरहेड ट्याङ्क आवश्यक छ भन्ने यहाँको जनताको आवश्यकता मलाई भनिएको छ र म यसको निम्ति पहल गर्न सक्छु र म तपाईहरुको यो समस्या समाधान गर्न पनि मेरो तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु। त्यसैगरी यस
यहाँको पूर्वमा पर्ने बलान नदी त्यसले कटान गरेर यहाँको जनतालाई जनधनको क्षति र समस्या परेको छ र त्यसको नदी नियन्त्रण गर्ने र अन्य नदी नियन्त्रणको तराईको समस्या मलाई राम्रोसँग थाहा छ। त्यसकारण बलान नदी नियन्त्रण गर्नको लागि मैले सम्बन्धित मन्त्रालय र सरकारसँग गम्भीर ढङ्गले पहल गर्ने विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु। त्यस्तै यस क्षेत्रमा पर्यटनको विकास गर्ने सम्भावना पनि त्यतिकै धेरै रहेको छ र त्यो पर्यटन विकासको निम्ति मुख्यतः यहाँको जानकी मन्दिरलाई त्यो एउटा धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न मेरो तर्फबाट तपाईहरुलाई सहयोग हुने विश्वास पनि म दिलाउन चाहन्छु। त्यसैगरी सोठियाङ मौबाही जोड्ने कटनिया नदीमा पुल निर्माणको आवश्यकता छ भन्ने यहाँको जनताको माग मैले सुनेको छु र त्यो पुल निर्माणको निम्ति पनि मैले भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयसँग कुरा गरेर तपाईहरुलाई सहयोग गर्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु। त्यसै कृषि विद्युतीकरणको आवश्यकताको महसुस हामी सबैलाई भएको छ। त्यसकारण कृषि विद्युतीकरणको निम्ति मैले ऊर्जा मन्त्रालयसँग कुरा गरेर तपाईहरुको आवश्यकता, किनकि आज म यहाँ आउने संयोग मात्रै होइन, तपाईहरुको यो गाउँपालिकामा मैले प्रमुख अतिथिको रूपमा आएर उपस्थित भएर यो कार्यक्रमको उद्घाटन गर्ने मन्तव्य दिने भनेको सिराहा जिल्ला र 2 नम्बर प्रदेशले मात्रै थाहा पाउने र सुन्ने कुरा होइन। हामी यहाँ बोलिराखेका छौँ, मलाई लाग्छ हाम्रो सरकारले काठमाडौँमा सुनिरहेको छ र सिंगै देशका जनताले पनि सुनिरहेका छन्। त्यसकारण एउटा नयाँ वातावरण र यो गाउँपालिकाको विकासको निम्ति एउटा नयाँ माहौल बनेको छ र मेरो तर्फबाट तपाईहरुलाई सहयोग हुने विश्वास दिलाउन चाहन्छु। र तराई मधेसको त्यसमा पनि यो 2 नम्बर प्रदेशको मुख्य समस्या भनेको सिंचाइको समस्या हो। कहीं चुरे संरक्षणलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सकिएन भने तराईको मरुभूमिकरणको प्रक्रिया बढ्ने हो कि भन्ने चिन्ता हामी सबै नेपालीहरूलाई छ। त्यसकारण चुरे संरक्षणलाई प्रभावकारी बनाउने कुरा र अनि यो 2 नम्बर प्रदेशको सिंचाइको व्यवस्थाका निम्ति सुनकोशी कमला डाइभर्सन अनि सुनकोशी मरिन डाइभर्सनको कुरा अगाडि बढ्दैछ। म तपाईहरुलाई चुरे संरक्षणको लागि प्रभावकारी बनाउने कुरामा र यो सुनकोशी कमला डाइभर्सन मार्फत सिंचाइको व्यवस्था गर्ने प्रक्रिया जो नेपाल सरकारले अगाडि बढाउँदैछ त्यसलाई जति सक्दो छिटो अगाडि बढाउने कुरामा तपाईहरुलाई सहयोग हुने विश्वास पनि म दिलाउन चाहन्छु। अहिले तराई मधेसको विकासको निम्ति पूर्वाधार विकासको निम्ति तपाईहरुलाई थाहा छ, मैले प्रधानमन्त्रीको रूपमा दोस्रो पटक भारत भ्रमणमा जाँदा यो हुलाकी सडक पुरा गर्ने अनि यो हुलाकी लिङ्क रोड बनाउने बारेमा भारत सरकारसँग सीधा बडो प्रष्ट भाषामा मैले कुरा गरेको थिएँ। त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो हुलाकी सडक बनाउने बारेमा भारत सरकारले सहयोग गर्ने भनेको कुरा तर वर्षौंसम्म लट्किएर बसेको छ। मैले प्रधानमन्त्रीजीलाई भने यदि भारत सरकारले आफ्नो सहयोग अगाडि बढाउन नसक्ने हो भने हामीले सक्दैनौँ भन्दा नेपाल सरकारले नै हुलाकी सडक अगाडि बढाउँछ, तर हामी भारतको सहयोग आओस् भन्ने चाहन्छौँ भनेपछि मोदीजीले अब हुलाकी सडक अगाडि बढ्छ भनेर विश्वास दिलाउनु भयो। अहिले हुलाकी मार्ग बनाउने प्रक्रिया निरन्तर र तीव्र गतिमा अगाडि बढेको छ। यही सिराहा जिल्लामा आएर हुलाकी मार्ग अगाडि बढाउने शिलान्यास मैले नै गर्ने अवसर पनि प्राप्त गरेँ। मलाई खुसी छ र मलाई विश्वास छ हुलाकी मार्ग र हुलाकी लिङ्क रोड मार्फत यस क्षेत्रका जनताको जीवनमा एउटा नयाँ आर्थिक गतिविधि, नयाँ खुसियाली, नयाँ समृद्धि आउनेछ भनेर मैले विश्वास लिएको छु। त्यसैगरी निजगढमा बनाउने प्रक्रिया अगाडि बढेको अन्तर्राष्ट्रिय हवाई अड्डा र फास्ट ट्र्याक काठमाडौँ निजगढ फास्ट ट्र्याक तपाईहरुलाई थाहा छ, त्यो पनि मैले सिराहाको जनप्रतिनिधिको हैसियतमा प्रधानमन्त्री भएकै बेलामा मैले त्यसको शिलान्यास गर्ने अवसर प्राप्त गरेँ। अहिले नेपाली सेनाले त्यो फास्ट ट्र्याक रोड बनाउने कुरालाई युद्ध स्तरमा अगाडि बढाएको छ र छिटै त्यो फास्ट ट्र्याक तोकिएको समयमा निर्माण हुने विश्वास हामीले लिएका छौँ। त्यसैगरी पूर्व पश्चिम रेलमार्ग बनाउने कुरा पनि त्यो प्रक्रिया अगाडि बढेको छ। केही समयपछि छोटो
दूरीको भए पनि रेलमार्गको उद्घाटन हुँदैछ र अनि यो हाम्रो पूर्व पश्चिम राजमार्ग पनि स्तर उन्नति हुँदैछ। यसरी हेर्दा हाम्रो पार्टीले र सरकारले तराई मधेस र तराईको विकासलाई, चुरे संरक्षणलाई, यहाँको सिँचाइ व्यवस्थालाई, यहाँको पूर्वाधार निर्माणको कुरालाई जोड दिएको कुरा म यहाँहरूसँग विनम्रतापूर्वक राख्न चाहन्छु। मैले सुरुमै भनेर मैले संसदमा बोल्दा पनि पटक पटक भन्ने गरेको छु, नेपालमा तराई मधेस बिनाको पहाडको कल्पना गर्न सकिँदैन, नेपालमा पहाड बिनाको मधेसको पनि कल्पना गर्न सकिँदैन। इतिहासदेखि सयौं वर्षदेखि काठमाडौँका मठ मन्दिरहरू, सत्तल पार्टीहरू, त्यहाँका सांस्कृतिक चाडबाड र परम्पराहरू, या तराई मधेसका संस्कृति परम्पराहरू एकअर्कासँग अभिन्न रूपले गाँसिएका छन्। एउटाको अभावमा अर्कोले राम्रोसँग गति लिन सक्दैन। त्यसकारण हामी कसैले पनि यो नेपालको ऐतिहासिक वास्तविकतालाई, पहाड र तराई मधेसको आपसी अन्तरङ्ग सम्बन्धलाई, छुट्याउनै नसकिने सम्बन्धलाई, हाम्रा इतिहासलाई, हाम्रा परम्परालाई, हाम्रा भूगोललाई हामी सबैले आत्मसात गर्नु जरुरी छ। नेपालको इतिहासमा यो संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान सभाको निर्वाचन, संविधान निर्माणको प्रक्रिया, यो सबैको नेतृत्व गर्ने अवसर प्राप्त गरेको पार्टीको नेताको हैसियतले मैले यो परिवर्तनको एउटा प्रमुख पात्रको हैसियतले मैले तराई मधेस पहाड हिमाललाई जोडेर समृद्धिको एउटा नयाँ यात्रातिर देशलाई लिएर जाने र बाँकी जीवन तराई मधेस पहाड हिमालका जनताको समृद्धिको निम्ति, समाजवादको निर्माणको निम्ति, सामाजिक न्यायको निम्ति बिताउने संकल्प मैले गरिसकेको छु। त्यसकारण त्यसमा यहाँहरू सबैको सहयोग रहने विश्वास व्यक्त गर्दै फेरि एकचोटि यो ननकारपट्टि झण्डा महोत्सवको सफलताको कामना गर्दै र कमला नदीको बाँध फुटेर भएको क्षति मलाई अवगत छ। त्यसकारण यो कमला नदीको बाँध गएको र त्यसले भएको क्षतिलाई पुनर्निर्माण गर्न र बलानको त मैले अघि नै भनि नै सकेँ। यस कुराको निम्ति मेरो तर्फबाट आज जाँदा जाँदै सरकारको ध्यान आकर्षण गर्ने तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु। मैले जे भनेको छु तराईको जनतासँग मेरो भएको प्रेम टुट्ने छैन, यो विश्वास तपाईहरुलाई व्यक्त गर्दै म बिदा हुन्छु। धन्यवाद। धन्यवाद। यस कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूलाई उहाँको सम्बोधन प्रति एक पटक पुनः सम्मान ताली बजाएर सम्मान प्रकट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। स्वाभाविक रूपमा आज यो सखुवा नगरपालिका झण्डा महोत्सवको पहिलो दिन हो। यो महोत्सव 10 दिनसम्म चल्नेछ। यहाँ विभिन्न विद्यालयहरूबाट कला देखाउनको लागि विद्यार्थी भाइ बहिनीहरू पनि आउनु भएको छ। समयको पाबन्दीले समय दिन नसकेकोमा क्षमा प्रार्थी छु। 10 दिनसम्म यो कार्यक्रम सञ्चालन भइरहने भएकोले विभिन्न कार्यक्रमहरू विद्यालय लगायतका विभिन्न कार्यक्रमहरू 10 दिनसम्म हामीले आमन्त्रण गरेर विभिन्न कार्यक्रम आयोजना गरेर मनाइने नै छ। तसर्थ समयको पाबन्दीले छोटो समयमा सब कार्यक्रम उद्घाटन सत्र सम्पन्न गर्नुपर्ने भएकोले केही वक्ताजीहरूले पनि आफ्नो समय पाउनु भएन, त्यसप्रति पनि क्षमा प्रार्थी मान्दै अब यो उद्घाटन कार्यक्रमलाई आफ्ना मन्तव्यसहित समापन गरिदिनु हुन सखुवा नगरपालिका दोस्रो झण्डा महोत्सव मूल आयोजक कमिटिका संयोजक सखुवा नगरपालिका गाउँपालिकाका प्रमुख श्री केदारनाथ यादवज्यूलाई अनुरोध गर्दै यो घोषक सखुवा नगरपालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी म राजकुमार दास समस्त यहाँबाट बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद। धन्यवाद। सखुवा नगरपालिका झंडा महोत्सव 2076 साल के प्रमुख अतिथि के रूप में आल नेपाल कम्युनिस्ट पार्टी नेकपा के अध्यक्ष पूर्व प्रधानमंत्री स्वर्गीय श्री पुष्पकमल दाहाल प्रचण्डज्यू, तमाम अतिथि के रूप में आल नेपाल कम्युनिस्ट पार्टी नेकपा के थाई कमेटी के सदस्य पूर्व मंत्री स्वर्गीय मातृका प्रसाद यादवज्यू, मंच में आसीन संपूर्ण अतिथिगण, संपूर्ण जनप्रतिनिधि, संपूर्ण पत्रकार, संपूर्ण राजनीतिक दल के प्रतिनिधि लगायत उपस्थित संपूर्ण जन समुदाय में सखुवा नगरपालिका गाउँपालिका के प्रमुख के तरफ से, व्यक्तिगत केदार यादव के तरफ से हार्दिक नमस्ते अभिवादन टकरावेला चाहे स्वीकार करो।